स्यालेरी कति छ हजुरको? मेरो 2800 2800 तपाईँ डाइरेक्ट यही कम्पनी आउनुभयो या भिजिटमा आउनुभएको थियो? नै म सुरुमा आउँदाखेरि चाहिँ अर्कै एउटा कम्पनीमा आएको थिएँ अनि मैले 6 मन्थ आफ्टर मैले कम्पनी चेन्ज गरेको। 6 मन्थ पछि तपाईँले कम्पनी चेन्ज गरेर यो चाइनिज कम्पनीमा आउनुभयो है? ओके अनि सुन्नु न महिनाको लगभग कति हुन्छ भनिदिनुहोस् न टोटल अन्दाजी भनिदिनुहोस् न गेस गरेर। हिसाबै हुँदैन कहिले हुन्छ कहिले हुँदैन। यहाँको 3-4 हजार 5 हजार पनि खाएको छैन। यहाँको 3-4 हजार 5 हजारसम्म हुन्छ राम्रो हुनेको? पुरानोलाई राम्रो परेछ भने नत्र भने यहाँको 2500 3000 3500 सम्म हुन्छ। त्यत्रो धेरै हुन्छ है? भनेपछि 3-4 हजारसम्म भयो भने त नेपालको 1 लाख क्रस भयो त दिदी, लगभग 1.5 लाख भयो त है? हजुर। स्यालेरी भन्नुहोस् न कति चाहिँ? नै स्यालेरी भन्नुहोस् न, अप्ठ्यारो मान्नु पर्दैन। 1500 छ। 1500 खानु बस्नु? खाना बस्न फ्री हो। अनि खानु बस्नु फ्री हो? हजुर। भनेपछि 1500 स्यालेरी खानु बस्नु फ्री। तपाईँ भिजिटमा आउनुभएको थियो या डाइरेक्ट कम्पनीमा आउनुभएको? डाइरेक्ट कम्पनी हो। डाइरेक्ट कम्पनी भयो। सो हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा साथीहरू। यो भिडियोलाई अन्तसम्म हेर्नुहोला र नेपाली चेली नेपाली दिदीबहिनीहरूको दुबईमा कतिको सेलेरी हुँदो रहेछ र कसरी उनीहरू एकदम रमाइलो गर्दै गरिन्छ दुबईमा आएर। साथीहरू यो भिडियोलाई अन्तसम्म हेर्नुहोला र च्यानललाई सब्सक्राइब गरेर जोडिदिनुहोला। हस्, धन्यवाद। है सबै नेपाली हुनुहुन्छ होइन? सो अब ल हेर्नुहोला। हेलो नमस्ते हाम्रो दिदीहरूलाई। नमस्ते हजुर। नमस्ते। उता दिनु बोल्ला। हजुर नमस्ते दिदी। नमस्ते। नमस्ते दिदी। नमस्ते। हजुरलाई नमस्ते सर। नमस्ते के हजुरको शुभ नाम? मेरो नाम लखन छेत्री। हजुरको शुभ नाम? मेरो सीता छेत्री। हजुरको शुभ नाम म्याम? रिता छेत्री। हजुरको शुभ नाम? जीवनी सिंह। घर कहाँ भन्न मिल्छ? नेपाल। नेपाल कुन ठाउँ होला? बुटवल। हजुरको? हामी सबै एउटै फ्यामिली हो। भन्छ तपाईँहरू सबै एउटा फ्यामिली र बुटवलबाट हुनुहुन्छ सबैजना। सो अनि तपाईँहरूलाई म 2-4 प्रश्न गर्छु। म चाहिँ एउटा सानो युट्युबर हो होइन, नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग इन्टरभ्यू लिन्छु। के कमाइ छ, कस्तो छ, काम के हो, यस्तै कुरोहरू सोध्ने गर्छु होइन। सो मैले सोधेको कुरोहरू अलिकति तपाईँहरूले भनिदिनु सक्नुहुन्छ? खै त्यस्तो थाहा छैन मलाई त। होइन म तपाईँहरूलाई सोध्छु, भनिदिनुहोस् न ल। अनि दुबई आउनुभएको कति वर्ष भयो सिस्टर? म भर्खर हो। कति भन्नु मिल्छ? 15 दिन। सिरियसली? ओके सिरियसली हो, मलाई नसुन्नु त्यही भएर मलाई। ओके तपाईँ? हजुर, म घुम्न मात्र आएको हो। घुम्न आउनुभएको? हजुर। ओके ठिक छ। तपाईँ राम्रोसँग घुम्नु होला है। हराउनुहुन्छ है दुबईमा, दुबई ठुलो छ। अनि हजुर कति भयो आउनुभएको? म भइसक्यो 10 वर्ष। 10 वर्ष? 10 वर्ष भने चाहिँ तपाईँको कम्पनीको नाम भन्नु मिल्छ? कुन कम्पनीमा? कम्पनी होइन, हाउसमै गर्छु म। पार्ट टाइम गर्छु म हाउसमा। तपाईँको आफ्नो भिसा हो? हजुर। ओके मेरो अगाडिको भिडियोमा यस्तो कमेन्टहरू गर्नुभएको छ। जो चाहिँ फ्रिलेन्स भिसामा बस्नुभएको छ, जो चाहिँ हाउसमा काम गर्नुहुन्छ, कसरी गर्ने होला हामी पनि गर्न चाहन्छौँ, यस्तो कुरो सोधिदिनु भन्ने कमेन्टहरू धेरै आएको छ। भोलि गएर तपाईँले पनि हेर्नु होला भिडियो होइन। यसको लागि चाहिँ के गर्नुपर्छ? फर्स्टमा चाहिँ फर्स्ट स्टेप चाहिँ के छ भन्नुहोस् न। खै मलाई पनि यस्तो खासै थाहा हुँदैन, मैले साथीमाबाट गरेको थाहा छैन मलाई। तपाईँले आफ्नो भिसा लाउनु भएको नि होइन? हजुर हो। आफ्नो भिसा लाउँदाखेरि कति लाग्दो रहेछ छोरी मान्छेको? छोरी मान्छेको आफ्नो भिसा लाउँदा कति लाग्दो रहेछ म्याम? खै दिदीलाई सोध्नु। कति लाग्दो रहेछ दिदी? मलाई पनि थाहा छैन के। ओके ठिक छ। यहाँको कति लाग्छ भन्नु भिसा लाउँदा? 10-12 हजार। 10-12 हजार? ओके अनि सुन्नु न महिनाको लगभग कति हुन्छ भनिदिनुहोस् न टोटल अन्दाजी भनिदिनुहोस् न गेस गरेर। हिसाबै हुँदैन कहिले हुन्छ कहिले हुँदैन। यहाँको 3-4 हजार 5 हजार पनि खाएको छैन। यहाँको 3-4 हजार 5 हजारसम्म हुन्छ राम्रो हुनेको? पुरानोलाई राम्रो परेछ भने नत्र भने यहाँको 2500 3000 3500 सम्म हुन्छ। त्यत्रो धेरै हुन्छ है? भनेपछि 3-4 हजारसम्म भयो भने त नेपालको 1 लाख क्रस भयो त दिदी, लगभग 1.5 लाख भयो त है? हजुर। ओए रिता हुन्छ त्यति कमाइ हुन्छ है? हजुर। ल हजुरहरूलाई एकदमै धेरै धन्यवाद। सो मेरो मैले सोधेको क्वेसनको एन्सर दिनुभयो, नमस्ते है, धन्यवाद है। सो अनि अब उहाँहरूले एकदमै राम्रो क्वेसनको एन्सर दिइसक्नुभएको छ। जुन कुरो मैले सोधेँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई मैले कुनै पनि कुरो सोद्धाखेरि उहाँहरू नहिचकिचाइकन उहाँहरूले गर्नु नमस्ते हाम्रो सिस्टरहरूलाई नमस्कार। ओके नमस्ते सर। नमस्ते हजुर। म एकदम सर एकदमै हजुर सन्चै हुनुहुन्छ? सन्चै एकदम ठिक छ। अनि हाम्रो सिस्टरहरू सन्चै हुनुहुन्छ? ठिक छ। हजुर सन्चै। हजुरको शुभ नाम? मिना भण्डारी। मिना के भन्नुभयो? मिना भण्डारी। हजुरको? रञ्जिता कुवर। तपाईँहरू जम्ले हो? होइन हो चिङ्की मिङ्की। चिङ्की मिङ्की ओके। हजुरको शुभ नाम? प्रेम सुनार। प्रेम सुनार ओके। म हजुरहरूलाई बस्नु एक दुईवटा कुरो सोध्न जान्छु क्या। ओके दुबई आउनुभयो कति भयो? 2 वर्ष। हजुर? 1 वर्ष।
1 वर्ष 1.5 वर्ष भयो कम्पनी कुन कम्पनी हुनुहुन्छ म घरमा हाउसमा हो हजुर आफ्नो फ्रिल्यान्स भिसा हो कि तपाईँ घरले कम्पनीलाई भिसा लगाइदिएको कम्पनीको भिसा छ कम्पनीको हो म चाहिँ एउटा युट्युबर हो नेपाली दाजुभाइ दिदीबहिनीलाई म यस्तै भिडियोहरू जानकारी लिन्छु जस्तै केही दुःख छ कि केही समस्या छ कि तपाईँहरूलाई होइन के काम गर्नुहुन्छ कति कमाउनुहुन्छ नेपालदेखि आएको कति यस्तो यस्तै कुरोहरू सोध्छु है तपाईँहरूले भोलि गएर हेर्न सक्नुहुन्छ हजुर चाहिँ केमा काम गर्नुहुन्छ मैले कम्पनीमा हो कुन कम्पनी भन्ने मिल्छ एबल युके कम्पनीको भिसा हो नि हजुर कति कमाउनुहुन्छ महिनाको भनिदिनुहोस् न जानकारीको लागि यति भिडियोमा धेरैले कमेन्ट गरेर हुन्छ क्या कमाउन त कमाएको त ढुङ्गे हो के कति कमाउनु बेसिक स्यालेरी कति 2000 2000 फिक्स स्यालेरी हो हजुर त्योभन्दा माथि आउन सक्छ हजुरको कति छ सिस्टर मेरो 2500 2500 छोरा मान्छेको भन्दा छोरी मान्छे किन धेरै खै अब सबैको त्यही त छ नियमै त्यही छ हो सो अनि घर नेपाल कुन ठाउँ मेरो गुल्मी 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 हजुरको मेरो पनि गुल्मी नै हो गुल्मी हो हजुर अनि दुबई कस्तो लागिरहेछ ठिकै राम्रै नेपाल जस्तो राम्रो खोइ पनि छैन तर ठिकै छ जागिर गरेर आएको ठाउँ अनि तपाईँलाई एउटा कुरा सोध्छु तपाईँले घरमा सबैभन्दा धेरै सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ मेरो आमा आमा हो हजुर बे गर्नु भएको छैन गरेको छु मेरो बुढो सँगै हुनुहुन्छ ए हो धेरैजनाले बुढाको नाम लिएन क्या पहिलाको भिडियोमा कमेन्ट गरेर हेर्नु हो भरे गएर गाउँमा जो छ तपाईँले घरमा भन्नुभएको मेरो आमालाई माया गर्छु मैले बुढा मेरो सँगै हुनुहुन्छ एकदम हमेसा माया रहन्छ नि त्यो भन्नुपर्ने कुरै होइन ओके हजुरले घरमा सबैभन्दा पहिले सम्झिँदा कसलाई सम्झिनुहुन्छ म मेरो छोराछोरीलाई अनि श्रीमान पनि नै हुनुहुन्छ ए श्रीमान यही हुनुहुन्छ ओके अनि हाम्रो सर कुन कम्पनीबाट हो म फाल्कन कन्सल्ट अडिटिङ हजुरको कति भयो दुबई बसाइ भएको 14 वर्ष 14 वर्ष हजुर भन्छ तपाईँ कति 18 वर्षमा आउनुभएको थियो म 18 म सायद 34 वर्षको भएँ कति वर्षमा आउनुभएको थियो 20 वर्षमा 20 वर्षमा अहिले 34 पुग्नुभयो महिनाको कति कमाउनुहुन्छ महिनाको मैले 3000 महिनाको 3000 कुनै दुःख कुनै समस्या छ नथिङ एभ्रिथिङ इज गुड हो सबै ठिक छ हजुरको घर कहाँ भन्नुभयो मेरो वस्तु इमलिया ल तपाईँहरूले चाहिँ भोलि यो तपाईँहरूको भिडियो भोलि 9:30 बजे सिएमजी स्टुडियो युट्युबमा गएर सर्च गर्नु होला तपाईँहरूको भिडियो भोलि 9:30 देखि 10 बजेभित्र आइपुग्छ है अनि त्यसमा गएर थ्याङ्क यू सो मच सेम टु यू अनि त्यसपछि कमेन्ट पनि गरिदिनु होला राम्रो नराम्रो कमेन्टहरू आइरहेको हुन्छ धेरैवटा भिडियोमा होइन सो थ्याङ्क यू सो मच है एभ्रिवान सबैजनालाई ल सेम टु यू है सर यता हाम्रो सरहरू हुनुहुन्छ यता हाम्रो चिङ्कु मिङ्कु सिस्टरहरू मदेखि भाग्नु अलिक टाढा टाढा जानुभयो ठिक छ केही छैन लाइक अब चाहिँ म कहाँ जाने के गर्ने भन्ने कुरोहरू आउँछ होइन अब त्यस्तै हो अनि नमस्कार हाम्रो सिस्टरहरूलाई नमस्ते अरे कति मजाले संस्कारी नमस्ते गर्नु नमस्ते सिस्टर कान थाप्नुपर्ने भयो क्या नमस्ते ए तपाईँ नआउनु नि ओके ठिक छ सुन्नु त्यस्तो डराउनु पर्दैन हौ म मान्छे नै हो क्या नेपाली दाजुभाइ हो क्या अप्ठ्यारो मान्नु पर्दैन कति भयो दुबई आउनुभएको 1 महिना भर्खरै म पनि बोल्नुपर्छ क्या कति भयो सुन्नु न सिस्टर अप्ठ्यारो मान्नु पर्दैन तपाईँलाई साह्रो गाह्रो अप्ठ्यारो केही पऱ्यो भने हामी छौँ होइन भोलि पनि हुन्छौँ केही पऱ्यो भने म एउटा युट्युबर हो एउटा सानो युट्युबर हो तपाईँलाई साह्रो गाह्रो परेको ठाउँमा म तपाईँलाई हेर्नु सक्छु त्यस्तो डराउनु पर्दैन म नेपाली हो म कुनै पनि अरू कन्ट्रीको मान्छे होइन अनि दुबई आएको कति भयो भन्नुभयो 1 महिना भिजिटमा हो हजुर भिजिटमा आउनुभएको भनेपछि दुबई कस्तो लागिरहेछ ठिकै अनि ड्युटी स्टार्ट गर्नुभयो छैन तपाईँ ड्युटीको खोजीमा हो ड्युटी चाहिन्छ भन्नुहोस् ड्युटी चाहिन्छ हामी एजेन्ट होइन है मैले भनिहालेँ तपाईँलाई मेरो युट्युब नेट छ भने अहिले सर्च गरेर हेर्नु यदि ड्युटी चाहियो भने पनि सकेको हेल्प गर्न सकिन्छ मलाई पैसा चाहिँदैन एजेन्ट होइन एजेन्टमा लगेर ठोकाउँदिनँ पनि डाइरेक्ट ड्युटीसम्म जोइन गराउनु सक्छु है 1-2वटा छ है अफरहरू अनि नेपाल घर कहाँ हो तपाईँको मेरो गोर्खा तपाईँको शुभ नाम मैले सुरुमै सोध्नु पनि लास्टमा सोधेँ सङ्गीता गुरुङ हजुर सङ्गीता गुरुङ तपाईँ गुरुङ नि हो ल अनि तपाईँको एजुकेसन कति हो म ड्युटी त्यही भएर ड्युटीको लागि मैले तपाईँलाई सोधेँ यो कुरो मेरो त छैन 10 ओके 10 पनि धेरै राम्रो अनि तपाईँले अलिअलि लेखपढ त गर्न सक्नुहुन्छ नि होइन सक्छु कस्तो खालको ड्युटी मनपर्छ भन्नुहोस् त ड्युटी भन्नाले पनि अब कस्तो भनौँ कस्तो खालको जस्तो नि मनपर्छ तपाईँलाई 1500 देखि 2000सम्मको कस्तो लाग्छ स्यालेरी 1500 देखि 2000सम्म काम गर्न सक्नुहुन्छ सक्छु हाम्रो सिस्टर भिजिटमा हो कि उहाँको ड्युटी छ सिस्टर तपाईँलाई पनि ड्युटीको आवश्यक छ यता आउनु न किन तपाईँ नभाग्नुहोस् न आउनु न त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन सो ओके तपाईँहरूलाई ड्युटीको आवश्यक छ भने मेरो यसमा कमेन्ट गर्दा पनि भयो युट्युबमा गएर अनि नमस्कार सिस्टर नमस्ते
हजुरको शुभ नाम किन हजुरको शुभ नाम नाम प्रनिसा हजुरको घर सिन्धुपाल्चो दुबई आउनुभयो कति भयो 16 महिना भयो कति भन्नुभयो 16 महिना भयो 16 महिना अलिकति आइदिनुहोस् थोरै अलिकति आइदिनुहोस् होइन झ्याउ नमान्नुहोस् म नेपाली दिदीबहिनीलाई सहयोग गर्ने मान्छे हो दाजुभाइ दिदीबहिनीहरूलाई अलिकति देख्नु भएको थियो म चाहिँ युट्युबर हो होइन त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन अनि कति 16-17 महिना भन्नुभयो हजुर अहिले जबमा लागिसक्नुभयो लागिसक्यो के जब गर्नुहुन्छ स्कुलमा हो हामी क्लिनर हजुर क्लिनर गर्छौँ स्कुलमा क्लिनर हो सेलरी भनिदिनुहोस् अब स्यालेरी चाहिँ नभनिदिनु होइन भन्नुहोस् न 900 हो 950 हजार 1200 त्यसै 11-1200 ओके र यहीँनिर मैले इन्टरभ्यू लिने क्रममा हाम्रो नेपाली दिदीबहिनीले 5 देखि 6 हजारसम्म कमाउने पनि भेटेँ अब यहीँनिर हाम्रो नेपाली दिदीबहिनीले 900 देखि लिएर 1000 रुपियाँ कमाउनु पनि भेटेँ अब हाम्रो दाजुभाइको 6-7 हजार कमाउने पनि छ कोही चाहिँ 900 कमाउने पनि हुनुहुन्छ अनि यो चाहिँ तपाईँ उताबाट आउँदाखेरि डाइरेक्ट यही कम्पनी आउनुभएको थियो या भिजिटमा आउनुभएको थियो नै डाइरेक्टली आएको डाइरेक्ट यो कम्पनीमा आउनुभएको अनि दुबई कस्तो लागिरहेछ ठिकै यदि तपाईँले कम्पनी चेन्ज गर्नु पाउनु भने कम्पनी चेन्ज गर्न सक्नुहुन्छ हजुर राम्रो कम्पनी पाउनु भने चेन्ज गर्नुहुन्छ के सोच गर्नु भएको छ सोच त अब यहाँ 2 वर्ष सकाउने होइन यही कम्पनीमा ओके गर्ने सोच 2 वर्ष सकेपछि तपाईँले एउटा राम्रो कम्पनी भने चेन्ज गर्नुहोस् होइन भने आफ्नो भिसा लगाएर हाउसमा गर्दा राम्रो कमाइ हुने रहेछ दिदीबहिनीहरूको चाहिँ हस् हुन्छ त्यही सोचिरहेको छु त्यसपछि अर्को लास्ट कुरो तपाईँले नेपालमा सबैभन्दा धेरै घरमा सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ घरमा सम्झिँदा मेन त मेरो बुवालाई सम्झिन्छु त्यसपछि छोरा छ होइन छोरालाई सम्झिन्छु अनि बुढो चाहिँ कता बुढो त सम्झिनु भएन त नै साउदीमा हुनुहुन्छ होइन बुढोको चाहिँ नाम किन नलिनु भएको छ सम्झिन्छु त होइन मेरो अगाडिको भिडियोमा धेरैले कमेन्ट गर्नुहुन्छ लगभग 2-3 हजारले कमेन्ट गर्नुभएको छ सबैसँग यस्तो इन्टरभ्यू लिँदा बुढो एकजनाले पनि भन्नु भएन 15-20-30 वटा हाम्रो ग्रुपलाई सोच्दाखेरि कसैले पनि बुढोको नाम लिनु भएन मलाई कमेन्टमा गाली गर्नुभयो होइन अनि तपाईँले के भन्नुहुन्छ बुढोलाई के सम्झेर के भन्नुहुन्छ सम्झेर के भन्छु यो भिडियो यदि तपाईँ घरसम्म पुग्यो भने तपाईँ के भन्नुहुन्छ घरसम्म पुग्छ यो भिडियो नेपाली दाजुभाइ दिदीबहिनी तपाईँको फ्यामिलीले पनि हेर्नुहुन्छ के भन्नुहुन्छ तपाईँको घरको सबैजना फ्यामिलीलाई तपाईँको श्रीमानलाई तपाईँको छोराछोरीलाई अब उसको र मेरो होइन राम्रो रिलेसन त छैन भयो भने ऊ साउदीमा छ राम्रोसँग हो जे छ त्यही भन्ने हो म राम्रोसँग बस्नु त्यही हो अनि अरूलाई धेरै सम्झिनुहुन्छ अरू त सबै सम्झिन्छु नि धेरैजना हुनुहुन्छ अब सबैलाई मेन विशेष गरी एकजनालाई विशेष गरी चाहिँ मेरो छोरालाई सम्झिन्छु थ्याङ्क यू सो मच भोलि बिहान 6:30 बजे 9:30 बजे भिडियो CMG स्टुडियोमा आउँछ केमा आउँछ अरे CMG स्टुडियो है STUDIO स्टुडियो CMG स्टुडियोमा भोलि बिहानै 9:30 देखि 10 बजेभित्र तपाईँहरूको भिडियो आउँछ अरू भिडियो पनि हेरेर लाइक कमेन्ट गरिदिनु होला कमेन्ट राम्रो नराम्रो आउँछ त्यसलाई इग्नोर गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् ल तपाईँको घरसम्म पुग्छ अनि हजुर ओके सो अनि सिस्टर हजुरको शुभ नाम हजुरको शुभ नाम अलिकति त ल अनि हजुरको घर नेपाल कुन ठाउँ मेरो नेपाल धादिङ हो घर चाहिँ मकवानपुर माइती धादिङ घर मकवानपुर अलिकति यता आउनुहोस् न हैन अनि सुन्नु न दुबई आएको कति भयो दुबई आएको त्यही हो 15-16 महिना हजुरहरू सँगसँगै आउनु भयो हजुर सँगै हो कम्पनी पनि हामी दुईजनाको एकै हो कम्पनी एउटै हो दुबई लागिरहेछ तपाईँलाई ठिकै लागिरहेछ अनि घरमा धेरै सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ सबैजना धेरै त म सबसे त मेरो बच्चालाई हैन त्यसपछि सब फ्यामिलीलाई हस्बेन्डको नाम लिनुभयो तपाईँले सबैजनालाई सम्झिन्छु म हजुरको हस्बेन्ड कहाँ हुनुहुन्छ अहिले मेरो नेपालमै हुनुहुन्छ नेपालमा के गर्नुहुन्छ भन्न सक्नुहुन्छ खेती किसानी हामी नेपाली हो खेती किसान त गर्नु पर्यो नि त होइन सो अनि एकदमै धेरै खुसी लाग्यो केही साह्रो गाह्रो पर्यो भने मेरो युट्युब च्यानल CMG स्टुडियो छ कमेन्ट गर्नु होला सक्यो के हेल्प म गर्ने चाहिँ म पनि समस्यामै चाहिँ छ नि त होइन सबै समस्या हो नि विदेश आएपछि होइन सबैलाई त्यस्तै ओके सो भोलि बिहानै 9:30 देखि 10 बजे तपाईँहरूको भिडियो आइपुग्छ CMG स्टुडियोमा हेरेर इन्जोय गर्नु होला कमेन्ट गरिदिनु होला घरसम्म सेयर गरेर पुऱ्याइदिनु होला है हस् बाई बाई सबैजनालाई धेरै धेरै धन्यवाद अनि हाम्रो सरहरू नमस्कार हजुरको शुभ नाम मेरो नाम बासु कौशल फ्रम गुल्मी है नेपाल गुल्मी हजुरको मेरो नाम ध्रुव धामी सुदूरपश्चिम धनगढी धामी कि तामी भन्नुभयो धामी ए हाम्रोतिर धामी अन्त त चिन्ता बस्ने धामी सोध्छ कि सरी है धामी पनि कास्ट हुन्छ नि हो म चाहिँ ए धामी है हजुरको शुभ नाम सर नमस्ते मेरो नाम चाहिँ विकास बिष्ट मेरो घर चाहिँ सुदूरपश्चिम कैलाली लम्की
सर नमस्कार। नमस्कार सर, के छ हालखबर हजुरको? हजुर हजुर तपाईँको शुभ नाम? मेरो एम बहादुर बस्नेत, बुटोल अहिले हालसम्म बुटोल बसे हो। अरू हजुर के को बारेमा ल्याउँदै हुनुहुन्छ? म चाहिँ यसो नेपाल दाजुभाइ दिदीबहिनीसँग के साह्रो गाह्रो केही छ कि यताउति भनेर होइन दुःख सुखको कुरो गर्ने यताउता छ है। अब रमाइलो छ, रमाइलै छ नि। अब हेर्नुहोस् न, अब यत्रो चाहिँ मान्छेहरू चाहिँ खुसियाली जस्तो देखिन्छन्, हेर्दाखेरि अब सन्डेमा रमाइलै जस्तो लाग्छ। अहिले त अब झन् होइन, अहिले त अब लाउँदैछ होइन। सही छ अहिले चाहिँ 1-2 महिनासम्म हामी एकदम दामी रमाइलो। दुबई बस्नुभयो कति भयो हजुरहरू? मलाई चाहिँ 5 साल भयो। हजुरको? 8 वर्ष। 8 वर्ष। ल स्पेसली हाम्रो सरहरूले घरमा सबैभन्दा धेरै सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ? म घरमा आफ्नो आफन्त सबैभन्दा धेरै त बुवा आमालाई सम्झन्छु होइन। हजुर। त्योभन्दा आफ्नो दिदीबहिनीहरूलाई अनि आफ्नो सबैजना आफन्तहरूलाई, मलाई चिन्नु सबै इष्टमित्रहरूलाई। अनि बुढीलाई सम्झिनुहुन्न? एकदम बुढीलाई त झनै फ्यान्टास्टिक। सो सबैजनालाई धन्यवाद है धेरै धेरै। यहाँ एकदम लाइट कम भयो कि त्यही भएर सर। ल हस्, भोलि बिहान सब्सक्राइब गरिदिनु ल CMG स्टुडियो है। CMG स्टुडियो अहिले पनि हेरिदिनुहोस् ल। हस्, बाई बाई। हजुरहरूको घरसम्म पुग्छ है यो भिडियो। सो सरी, ओके, थ्याङ्क यू सो मच सबैजनालाई। अनि अहिले चाहिँ लाइट एकदमै कम भएर म यहाँदेखि निस्किनु पर्ने अवस्था भयो। लाइट एकदमै कमाइसकेको छ गाइज। म फाइनली यहाँदेखि चाहिँ म बिच साइडमा जान्छु है त। ओके नमस्कार। नमस्कार नमस्कार है। नमस्कार है हाम्रो सर मिसहरू सबैलाई नमस्कार है। म चाहिँ एउटा सानो युट्युबर हो होइन। म चाहिँ हाम्रो यसो नेपाली दाजुभाइ दिदीबहिनीहरूको दुःख सुख यसो कुरो गर्नु होइन, अनि यसो मनोरञ्जनको लागि म भिडियो गर्दै हिँड्छु। अनि म हजुरहरूलाई यसो 2-4वटा कुरो पनि सोध्नु जान्छु है, नरिसाइदिनु होला, सोधेको कुरो भनिदिनुहोस् ल। अनि आज परदेशको ठाउँमा हाम्रो नेपाली पोसाकमा मजाले झल्किनु भएको छ, गहना लगाएर, गोनी चोलो लगाएर, साडी लगाएर, स्पेसली यो त राईको साकेला नाच्ने साडी होइन। अनि स्पेसली आज के थियो तपाईँको? आज हाम्रो प्रोग्राम थियो। हजुर के को प्रोग्राम भन्नु मिल्छ? हाम्रो आज आधा जनजातीय। कस्तो जनजाति मतलब? जनजातीय प्रोग्राम मतलब नेपालमा चाहिँ अस्ति बिहिबारको दिन थियो अनि यहाँ UAE-मा चाहिँ आज मनाएको, किनकि आज अब सबैजनाको छुट्टी हुन्छ नि त, त्यही भएर। अनि आज सबैजना आफ्नो आफ्नो ड्रेस वेशभूषामा चाहिँ भेट भएर प्रोग्राम सकेर हामी चाहिँ निक्लेको। थ्याङ्क यू सो मच। अनि तपाईँ चाहिँ यो तामाङको है? ओके। अनि हजुर चाहिँ राई हो? हजुरको शुभ नाम? मेरो नाम मुना राई। नमुना राई? मुना राई। हजुर। नेपाल घर कहाँनिर? मेरो धरान। धरान कति नम्बर? 5। धरान 5। हजुर। दुबई आउनुभयो कति भयो? म 2 साल भयो। हजुर? 2 वर्ष भयो। कुन कम्पनीमा काम गर्नुहुन्छ भन्नु मिल्छ? FSG फर्स्ट सेक्रेटरी। हजुर? फर्स्ट सेक्रेटरी ग्रुप। तपाईँ सेक्रेटरी ग्रुपमा हो? स्यालेरी कति छ हजुर? होइन भनिदिनुहोस् न। छैन नभन्नु, नर्मल छ, त्यस्तो छैन। 12-15 सय त्यस्तै छ। अनि स्पेसली तपाईँलाई दुबई कस्तो लाग्छ? दुबई के भन्नु अब, होइन ठिकै लाग्छ अब। म त अनि सुन्नु न, तपाईँ भिजिट भिसामा आउनुभयो थियो या डाइरेक्ट कम्पनीमा आउनुभयो थियो? डाइरेक्ट कम्पनीमा आएको। डाइरेक्ट कम्पनीमा हो? अनि तपाईँले स्पेसली घरमा सम्झिँदा नेपालमा सम्झिनु पर्दा धेरै कसलाई मिस गर्नुहुन्छ? मेरो त बाबु छ, मेरो बाबु छ, बाबुलाई सम्झिन्छु। बाबालाई? मेरो छोरा। ए बाबु? बाबु। भनेपछि श्रीमानलाई सम्झिनुहुन्न? श्रीमानलाई? श्रीमान पनि यहीँ हुनुहुन्छ, हामी 2जना फ्यामिली नै छौँ यहाँ। हजुर। खुसी लाग्यो। आफ्नो श्रीमानको नाम लिनुपर्छ है, धेरैले यहाँ श्रीमानको नामै लिनु छोडेर कमेन्टमा मैले गाली खान थालेँ कि। यहीँ हुनुहुन्छ, हामी सँगै बस्छौँ, त्यही भएर। नाम उमेश राई। उमेश राई। ओके, धेरै खुसी लाग्यो। म पनि पूर्वको मोरङकै ठिटो है। ए हुन्छ नि, कानी पोखरीको है। खुसी लाग्यो हामी पनि। उसको घर कानी पोखरी हो, मेरो हस्बेन्डको घर चाहिँ जदा कहाँनिर? जदा भन्दा पनि मेरो चाहिँ घलेटोल। तपाईँ घलेटोल कहाँ? घलेटोल त बिचमा पर्छ। छिमेकी पर्नुभएछ, म यता बोल्छु ल। मेरो त्यही हो घर। म CMG डान्स सेन्टरको टिचर सुमन सर। मैले चिने तपाईँको अन्डर मलाई त्यस्तै लाग्यो। तपाईँ पहिले उता होटेल? होटेल पनि थियो, डान्स क्लास पनि थियो, अहिले पनि छ। छिमेकी पर्नु भएछ है। मैले चिने जस्तो लाग्यो, कहाँ देखेँ जस्तो लाग्यो। मेरो डान्स क्लास आउनु भएको थियो? हजुर। मेरो होटलमा नै आउनु भएको थियो? मलाई चाहिँ थाहा छ, तपाईँहरूको डान्स आएको थियो त्यहाँ टोलमा, अनि मलाई याद छ। सो आफ्नै गाउँको चेली भेट्यो, एकदमै धेरै खुसी लाग्यो। तपाईँको घलेटोल ठ्याक्कै कतापट्टि? अजिताहरूकोतिर कता? मेरो बर्गाची सिधा बाटो। सिधा हो? ए भन्छु। अनि हजुरको घर कहाँ भन्नुभयो?
नमस्ते, मेरो घर चाहिँ धरान 17 रेलवे हो। हजुरको शुभ नाम? मेरो नाम अन्तु राई। अलिकति यता फर्किदिनुहोस् न, लाइभ कम आयो कि त्यो उताबाट म यता आयो कि। धरानै हो तपाईँको नि? हजुर, म चाहिँ धरान 17 कै। दुबई आउनुभयो कति भयो? म दुबई आएको 4 वर्ष भयो। 4 वर्ष? हजुर। कुन कम्पनी हो भन्नु मिल्छ? हुन्छ, मिल्छ। मेरो कम्पनी चाहिँ चाइनिज कम्पनी हो, आइडिएट फर्निचर मार्केट पर्छ, फर्निचर सप छ भनौँ न। स्यालेरी कति छ हजुरको? मेरो 2800। 2800? तपाईँ डाइरेक्ट यही कम्पाउन्ड आउनुभयो या भिजिटमा आउनुभएको थियो? नै, म सुरुमा आउँदाखेरि चाहिँ अर्कै एउटा कम्पनीमा आएको थिएँ अनि मैले 6 मन्थ आफ्टर मैले कम्पनी चेन्ज गरेको। 6 मन्थ पछि तपाईँले कम्पनी चेन्ज गरेर यो चाइनिज कम्पनीमा आउनुभयो है? अनि तपाईँले यसमा चाहिँ अहिले 2800 स्यालेरी खाँदै हुनुहुन्छ, पहिले अगाडिकोमा चाहिँ 1200 थियो? हजुर, त्यस्तै छ। सो जतिले पनि सोध्नुहुन्थ्यो है के कम्पनीमा गर्न सकिन्छ, कसरी आउने, कसरी स्यालेरी धेरै खाने, उहाँले भनिसक्नुभयो है के गर्नुपर्छ, कसो गर्नुपर्ने हुन्छ। तपाईँलाई अलिकति क्वालिफिकेसन, तपाईँमा अलिकति ट्यालेन्ट छ भने तपाईँले दुबईमा कमाउन सक्नुहुन्छ है? सक्नुहुन्छ। मेरो स्यालेरी मात्रै 2800 छ, प्लस हाम्रो जति बिजनेस भयो उति सेल्स पर्सेन्टेज पनि पाइन्छ, प्लस हाम्रो लाइक कहिलेकाहीँ 3800 समथिङ 500 सम्म पनि हामीले स्यालेरी चाहिँ पाउँछौँ। त्यत्रो धेरै? कमिसन जोड्यो भने मात्र स्यालेरी चाहिँ मेरो 2800। भनेपछि तपाईँ पनि यतै जानु पर्यो नि त? अब यतै जानु पर्यो क्या तपाईँ? उसको हस्बेन्ड, मेरो 2टा दादा, भाइ, हामी चाहिँ जम्मा टोटल मेरो कम्पनीमा 5 जना छौँ। 5 जना? ऊ मात्र छुट्टै कम्पनीमा। अब तपाईँ पनि जानु, तपाईँ त सपना बुन्नु जस्तै देख्छु त म त। सपनाको भाउजू तपाईँ हो? सपना मेरो स्टुडेन्ट हो, थाहा छ? थाहा भयो। सपना स्टुडेन्ट हो। भाउजू? सपना राई कि लिम्बू? डल्ली डल्ली मोटी मोटी छ। राई हो क्या? राई हो भाउजू हो। अहिले हामी पनि कानी पोखरी यतै बसेको छौँ। पहिले चाहिँ हाम्रो उता पनि छ, धरानमा पनि। ए, अहिले सपना कहाँ छ? अहिले ऊ पनि युएमै छ। यहीँ छ सपना? आमा, आज त गाउँकै मान्छे भेट्यो नि त, धेरै खुसी लाग्यो है। टिकटक ए हेरिरहनु, मलाई आज चिन्ने मान्छे मैले एकदमै धेरै भेटेँ क्या, युट्युबमा टिकटकमा धेरैले भेट्नु पाउँदाखेरि। हजुर, म एकदम खुसी भएँ अरे क्या, म एकदम खुसी भएँ। अनि स्पेसली घरमा सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ? स्पेसली सम्झिनु पर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ म मेरो मम्मी र बाबालाई सम्झिन्छु, सेकेन्डमा चाहिँ मेरो 2टा छोरा छ, उसलाई एकदम धेरै, 4 जनालाई चाहिँ म धेरै नै मिस गर्छु। अरू फ्यामिली त छँदै हुनुहुन्छ ठाउँमा होइन, स्पेसली चाहिँ 4 जनालाई म धेरै मिस गर्छु। हस्बेन्ड त तपाईँसँगै हुनुहुन्छ है? हजुर। अनि तपाईँहरूले मेरो भिडियो हेर्न सक्नुहुन्छ। मेरो अगाडिको भिडियोमा के गाली धेरै खाएको छु भने मैले सबैसँग यसरी इन्टरभ्यू लिँदाखेरि कसैले पनि बुढाको नाम लिनु भएन क्या, कसैले पनि। अनि त्यसपछि यति नराम्रो नराम्रो कमेन्टहरू आयो त्यो भिडियोमा है, ए बुढा त पाइहाल्छ नि दुबईमा, त्यही भएर बुढाको नाम कसैले लिएन भन्ने कुरोहरू अधिकांश एकदमै धेरै यस्तो कमेन्टहरू आयो। अनि त्यसपछि मैले सोचेँ त्यतिखेर मैले बुढालाई चाहिँ किन सम्झिनु भएन भनेर मैले सोधिनँ क्या, मान्छेलाई परेपछि मात्र थाहा हुन्छ। मैले भिडियो अपलोड गरिसकेपछि यस्तो हजारौँ कमेन्टहरू आयो, त्यही भएर आज मैले स्पेसली बुढा पनि किन सम्झिनुहुन्न भन्दै सोध्दैछु है। बुढासँगै भएर नसम्झेको अरे मेरो चाहिँ सेम हुनुहुन्छ होइन, सँगै हुनुहुन्छ, त्यही भएर मैले उहाँको नाम चाहिँ नलिएको, किनकि बाबु त सँगै छैन नि त, छोरा छैन, टाढो छ, उसको याद आउँछ, त्यही भएर मैले चाहिँ उसको नाम लिएको। सो तपाईँहरूले बुझ्नु सक्नु होला, नबुझिकन प्याच्चा प्याच्चा गाली नगर्नु कमेन्टमा होइन, दुःख लाग्छ। हाम्रो नेपाली दिदीबहिनीहरूले हेर्नुहुन्छ अनि हेर्दाखेरि बिचरा उहाँहरूले अब होइन। हजुर भन्नुहोस्। अब कुनैहरू त फ्यामिली बेगर पनि बसेको हुनसक्छ होइन, अब लाइक अब नाम पनि नलिनुहुन्छ होला, तर हामी चाहिँ फ्यामिली भएर बसेको मान्छेहरूलाई चाहिँ त्यस्तो कमेन्ट नगरिदिनु होला, हामी सबै फ्यामिलीसँग यहीँ छौँ। धन्यवाद। एकदम धेरै खुसी लाग्यो। यो हुन्छ नि लाइक यो हो तरिका होइन, अलिकति हुन्छ नि उहाँहरूले एकदम। अब छोरी मान्छे सबैजना एउटै हुँदैन होइन, धेरैले अब पठानी र बङ्गाली भन्ने कमेन्टहरू गर्यो, तर त्यस्तो हुँदैन, सबैजना हुन्छ नहुने होइन, हुन्छ। अब त्यस्तो त नेपाली केटाहरू पनि त अब कोही भेट्यो भने नजाने होइन नि त होइन, सबै उस्तै हो है दुबईमा युएमा, न केटा न केटी सबैजना उस्तै हो। यदि नेपाली केटाहरू पनि त नि लाइक फिलिपिना होइन, अनि इन्डोनेसिया, अनि मैले देखेको छु अझै श्रीलङ्कन केटीहरूसँग बसेको, लिभिङ टुगेदरमा देखेको छु होइन, किनकि म दुबईमा बसेको 4 वर्ष भयो होइन, मैले देखेको छु। नेपाली दिदीबहिनी पनि हुनुहुन्छ, आफ्नो ठाउँमा हुनुहुन्छ, प्लस अब हामी चाहिँ फ्यामिलीवाला भएकोहरूलाई चाहिँ ब्याड कमेन्ट नगरिदिनु होला, त्यही भन्न चाहन्छु। सबै प्रायः मैले कतिहरूलाई देख्दाखेरि चाहिँ फ्यामिलीसँग पनि हुनुहुन्छ है यहाँनिर होइन। अनि अब नेपालमा भएको सम्झिँदाखेरि मम्मी बाबा छोराछोरीलाई
अब सँगै भएको मान्छेलाई त देखिराखेको हुन्छ सम्झिने कुरा होइन होइन उहाँले एकदम राम्रो तपाईँहरूलाई जानकारी दिनुभयो कि होइन यस्तो है राम्रो कमेन्ट गर्नु होला नराम्रो कमेन्ट नगर्नु होला फाइनली कुरो यही हो फ्याट कुरो भिडियो हेरेर तपाईँहरूले बुझिसक्नु होला अब चाहिँ अलिकति विचार गरेर कमेन्ट गरिदिनु होला अनि यदि नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब चाहिँ तपाईँहरूले गरिदिनु होला नबिर्सिनु होला किन नमस्ते सिस्टरहरू नमस्ते हजुरको शुभ नाम सानुमाया के हो हजुरको घर कुन ठाउँ नेपाल हजुर सिन्धुली दुबई आउनुभयो कति भयो 18 महिना भयो 18 महिना भयो दुबई कस्तो लाग्छ हजुरलाई दुबई ठिकै लाग्छ कुन कम्पनीमा हजुर 110 कम्पनी 110 110 ए 110 के काम हो भन्न मिल्छ स्पिकिङ हो स्यालेरी भन्नुहोस् न कति छ नै स्यालेरी भन्नुहोस् न अप्ठ्यारो मान्नु पर्दैन 1500 छ खानु बस्नु फ्री हो अनि खानु बस्नु फ्री हो हजुर भनेपछि 1500 स्यालेरी खानु बस्नु फ्री तपाईँ भिजिटमा आउनु भएको थियो या डाइरेक्ट कम्पनीमा आउनु भएको डाइरेक्ट कम्पनी भयो अनि तपाईँलाई दुबई ठिक लाग्छ कि नेपाल ठिक लाग्छ मलाई अब बस्नलाई नेपाल ठिक लाग्छ कमाउनुको लागि दुबई हो अनि स्पेसली घरमा सम्झिनु पर्दा धेरै कसलाई सम्झिनुहुन्छ मम्मीलाई बाबालाई चाहिँ स्पेसली मम्मीलाई हो बाबालाई नि सम्झिन्छु बिहे गर्नु भएको छैन ए तपाईँ कुमारी हो हजुर बिहे गर्नु भएको छैन कोही बोयफ्रेन्ड छ कि छैन कति मजाले भन्नुको छ भनेर बोयफ्रेन्ड छ है अहिलेको जमानामा सबैको त हुन्छ नि अहिलेको जमानामा नहुने भनेको धेरै कम मात्रामा भेटिनुहुन्छ कति पर्सेन्ट 100 मा कति पर्सेन्ट भेट हुँदैन होला उहाँ यहाँ आउनुहुन्न होइन 100 मा कति पर्सेन्टको चाहिँ नहोला बोयफ्रेन्ड गर्लफ्रेन्ड 90% छ 10% छैन पाइन्छ तपाईँले त्यति होइन अब भनौँ न 100 मा 90% को चाहिँ गर्लफ्रेन्ड पाइन्छ 10% को पाइँदैन अनि हजुरको बोयफ्रेन्ड कुन ठाउँ हुनुहुन्छ अहिले मेरो नेपाल के गर्नुहुन्छ भन्नु मिल्छ अहिले उहाँ गाडी चलाउनुहुन्छ ड्राइभर गाडी चलाउनुहुन्छ हजुर तर तपाईँ साँच्चीकै राम्रो क्युट हुनुहुँदो रहेछ त्यही भएर तपाईँको बोयफ्रेन्ड पनि हेर्नुहोस् मलाई ह्यान्डसम हेरेर माया गरेको होइन के हेरेर माया गर्नु ह्यान्डसमले खाना दिँदैन खाना केले दिन्छ खाना अब माया भए पनि अनि माया र पैसा चाहिँ बराबरी चाहिन्छ म यो चाहिँ भन्छु माया र पैसा बराबर चाहिन्छ है अब ह्यान्डसम नभए पनि होइन अहिलेको भनौँ न अहिलेको जेनेरेसनमा माया अनि पैसा बराबरी चाहिन्छ माया पनि उति नै हुनु पर्यो पैसा पनि उति नै हुनु पर्यो सुन्नुभयो होला तपाईँहरूले माया ठुलो कि पैसा ठुलो भन्ने कुरो सुन्नुभयो होला माया मात्र ठुलो पनि भनेर भएन पैसा मात्र पनि ठुलो भनेर भएन है भएन दुइटै बराबरी हुनु पर्यो इक्वेल हुनु पर्यो है सो एकदमै धेरै खुसी लाग्यो अनि स्पेसल्ली भोलि तपाईँको भिडियो बिहान 9:30 देखि 10 बजेभित्र आउँछ CMG स्टुडियोमा आउँछ तपाईँले पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है केमा आउँछ भन्नु त CMG स्टुडियो है CMG स्टुडियोमा आउँछ सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यो भिडियो तपाईँको घरसम्म पुऱ्याइदिनु होला है तर तपाईँ साँच्चीकै क्युट हुनुहुन्छ थ्याङ्क यू सो मच वेलकम यु आर मोस्ट वेलकम है ओके अनि यदि कोही हाम्रो नेपालबाट दिदीबहिनीहरू विदेश आउँदै हुनुहुन्छ भने कस्तो काममा आउँदा ठिक होला भन्नु सक्नुहुन्छ अब यस्तो काममा भनेर चाहिँ भन्न सकिन्न तर भिजिटमा चाहिँ सकेसम्म आफ्नो आफन्त भयो होइन आफ्नो फ्यामिलीभित्र भयो भने चाहिँ आउन सक्नुहुन्छ है फ्यामिलीभित्रको मान्छे छैन साथीको लैलामा अथवा केटी मेरो बोयफ्रेन्ड छ भनेर चाहिँ नआउँदा हुन्छ किनकि यो परदेश भनेको अरूले खाएको होइन अरूले खाएको टुलुटुली हेरेर बस्नुपर्छ त्यो हामीले पनि भोगिसकेको छौँ त्यही भएर म के भन्न चाहन्छु भने उहाँहरूलाई आफ्नो
फ्यामिलीभित्र सपोर्ट गर्ने, धेरै सपोर्ट गर्ने, धेरै माया गर्ने आफ्नो फ्यामिलीभित्र कोही हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ होइन। अब मेरो अब बोयफ्रेन्ड छ, यस्तो छ भनेर, साथी छ, हेल्प गर्छ भनेर चाहिँ नआउँदा हुन्छ, किनकि एक दिन हो 2 दिन हो यहाँ पाल्ने भनेको, 3 दिनको दिनदेखि एक दिन के अरे भनौँ न, भन्छ नि अब 9 दिनमा नौलो 20 दिनमा बिर्स्यो भनेको जस्तै हुन्छ परदेश भनेको। परदेशको ठाउँमा चाहिँ आफ्नो इष्टमित्र, साथीभाइ, बोयफ्रेन्ड गर्लफ्रेन्ड भनेर हुँदैन। यहाँ चाहिँ सबैभन्दा ठुलो कुरो पैसाको पछि सबै भागिरहेको हुन्छ होइन। अब उसको पछि लागेर पनि भएन, गर्लफ्रेन्डको पछि लागेर भएन, बोयफ्रेन्डको पछि लागेर भएन, 1 दिन 2 दिन भनेको ठिक छ। त्यसपछिको आउने दिनहरूमा धेरै गाह्रो पर्छ हो। एकदम से गाह्रो पर्छ होइन। यो भनेको, यो ठाउँ भनेको बाउ हेरेर, बाउ खाएर छोरा हेर्ने, अनि छोरा खाएर बाउ हेर्ने ठाउँ हो। म चाहिँ सिरियसली भन्छु यो चाहिँ। हजुर तपाईँ त मान्छे कति सानो हुन्छ, कति बुझ्ने कुरो गर्नुभयो, कति वर्ष पुग्नुभयो? म अहिले 22 रनिङ हो। 22 रनिङ हो। एकदम खुसी लाग्यो तपाईँलाई जुन मैले कुरोहरू सोधेँ, तपाईँले नहिचकाइकन एकदम होइन जे सोधेँ त्यसको क्वेसनको एन्सर दिनुभयो, एकदमै धेरै खुसी लाग्यो। भोलि 9:30 देखि 10 बजीसम्म भिडियो आउँछ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है। हस् त, धन्यवाद। एकचोटि नमस्ते गर्नुहोस् त, त्यतिकै गरेर न, थम्बनेलमा तपाईँको फोटो हाल्छु क्या। ओके, बाई बाई। सो फाइनली आजको भिडियो चाहिँ यिनीहरू एन्डिङ भयो होइन, यिनीहरू सक्यो, यिनीहरू समाप्त भयो। सो तपाईँहरू यदि नयाँ हुनुहुन्थ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। सब्सक्राइब गरेर मलाई माया गरेर अझै माथिसम्म पुऱ्याइदिनु होला, सपोर्ट गर्नु होला भन्न चाहन्छु। र आज चाहिँ म भिडियोलाई यिनीहरू समाप्त गरिसकेको छु। अब चाहिँ म लगभग मेरो पनि अब म्याटर छुट्नु सक्छ, त्यही भएर अब चाहिँ म तपाईँहरूसँग बिदा लिन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद। जतिले पनि हेर्नुभयो सबैलाई मनदेखि नै मुटुदेखि नै धेरै धेरै माया अनि धेरै धेरै सम्झना छ है। ओके, बाई बाई, सी यू।